यस्तो राम्रो डल्ले खुर्सानी हामीले कहाँबाट ल्यायौँ त्यो जान्नको लागि हजुरहरूले यो भिडियो पुरै हेर्नुपर्छ है त। हेलो हेलो अनि नमस्ते हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। आज कि मेरो बुढोले ल ल्याऊ त तिम्रो फोन भिडियो आज म आफै खिच्छु भनेर खिचेको अनि म त मक्ख परिहालेँ। बच्चाहरूले के हामीले सिकाएको कुरा भन्दा हामीले गरेको कुरा देखेर सिक्छन् भन्ने कुरा साँच्चीकै रहेछ है। समीपले चाहिँ गाडीमा बस्ने बेला उसलाई बुक पढ्न मनपर्छ अनि उसले पढेको देखेर साराले पनि हिजोआज त्यही नै कपी गर्छिन् क्या, कति खुसी लाग्ने। कुरा गर्दा गर्दै त हामी कहाँ जान लागिरहेछौँ भन्ने कुरा पनि मैले भन्न बिर्सिएको रहेछु है। हामी चाहिँ सार्लोट जाँदैछौँ, नर्थ क्यारोलाइना है। के को लागि भन्दा त मैले भिडियोको सुरुमै भनिसकेँ, हिन्ट दिइसकेका थिएँ है, डल्ले खुर्सानीको खोजीमा। रेस्ट एरियामा रोक्यौँ अनि त्यसपछि हामीले फोटो भिडियो खिच्यौँ पहिलाको मेमोरीलाई रिक्रिएट गर्नको लागि। हेर न बच्चाहरू पनि कति मक्ख परिरहेछन्। अनि मैले चटपटे लिएर गएको थिएँ, मोलमाल पारेँ अनि खायौँ। चटपटे हुन्छ नि यस्तो गाडीमा ट्राभल गर्दा खान मलाई एकदमै रमाइलो लाग्छ, मिठो पनि हुन्छ नि त है। अनि यतिकैमा त हामी फार्म आइपुग्यौँ। यो नेपालीको फार्म हो गाइस। मैले टिकटकमा भिडियो देखेर उहाँहरूलाई म्यासेज गरेको थिएँ अनि एड्रेस पाएँ अनि त्यसपछि हामी आफै गयौँ अनि त डल्ले खुर्सानी लियौँ। हामी दिउँसोमा गएको भएर फार्मभित्र चाहिँ हामी गएनौँ है, एकदमै गर्मी थियो नि त। अनि मलाई चाहिँ डल्ले खुर्सानी मात्रै चाहिएको थियो, सो मैले डल्ले खुर्सानी मात्रै लिएर आएँ। अनि त फेरि भोक लाग्ने बेला भइसकेको थियो, सो चिकफिलेमा गयौँ अनि त्यसपछि बुढो र मेरो लागि खाना लियौँ। बच्चाहरूलाई त फेरि म्याकडोनल्डमै जानु पर्यो, सो उनीहरूलाई त्यहीबाट किनिदियौँ। अनि फेरि फर्किने बेला ग्रिनभिल पस्यौँ, चाइनिज स्टोरमा जानु थियो। हामीले के मोमो ऱ्यापर लिने बेला चाहिँ हुन्छ नि एउटा बक्स नै लिन्छौँ क्या। अनि त्यो गर्दा हामीलाई गइराख्नु पनि परेन अनि हामीले मोमो पनि कति धेरै खाइरहेको हुन्छौँ। खासै धेरै सामान लिनु थिएन हामीलाई, किन भन्दा लास्ट विक नै हामी अर्को चाइनिज स्टोरमा गएर त्यहाँबाट सामानहरू लिएको थियौँ। तर मोमो ऱ्यापर चाहिँ यही चाइनिज स्टोरमा त्यो बक्समा पाउँछ, सो हामी यही नै गएको। अनि छोरीलाई फ्यान किन्दिनँ भनेर रिसाएर कस्तो छ फेरि अनि घर आएर चिकन चिल्ली बनाएर खायौँ।